धेरै ठुलो खेलहरू खेलिँदैछ। गाउँघरमा भन्ने चलन छ, धामी पनि आफै बोक्सी पनि आफै भन्ने कुरा। आज देशभित्र साँच्चै नै धामी पनि उही हो, बोक्सीको काम पनि उसैले गरिरहेको हुनाले हामीलाई नबुझिकन हामी कसरी मारिँदैछौँ, हाम्रो घाँटी कसरी निचोरिँदैछ भन्ने कुराहरू बुझ्नको निम्ति अब तपाईँ हामी चेतनशील बन्नको निम्ति मङ्गोल नेसनल अर्गनाइजेसन अब हर घरहरूमा, हर झुपडीहरूमा ढोका ढकढकाउँदै आइसकेको छ। कमसेकम तपाईहरूले मङ्गोल भन्ने शब्द आइसकेपछि बुझ्नुहोस्, पहिला बुझेपछि मात्र स्वीकार्ने हो कि त्याग्ने हो त्यो कुरा फैसला गर्नुहोस्। तर मङ्गोलको कुरा गर्दा गर्दै मङ्गोलले सङ्गोलले केही गर्दैन भन्ने जवाब कसैले पनि नदिनु हुन म विनम्र अनुरोध गर्दछु। किनभने अहिले हाम्रो देशमा 466 वर्ष भइसक्यो हामी माथि थिचिएको, हामी माथि हाम्रो घाँटी रेटिएको, हामीलाई अहिले पनि बेचिरहेको छ यो देशको शासकहरूले। तर हामीलाई थाहा छैन म मर्दैछु कि म मारिँदैछु कि म बेचिँदैछु, त्यो कुरा हामीलाई थाहा छैन। किन हामीलाई त्यो कुरा थाहा छैन भने हामी हिजोको दिनमा हरेक कालखण्डमा हामीलाई पढ्न लेख्न दिइएन, पढ्नेको चाहिँ हत्या हुन्थ्यो, बोल्नेको जिब्रो काटिन्थ्यो, हरेक कलाकर्मी बनाउनेहरूको हात खुट्टा काटिन्थ्यो। त्यस कारणले गर्दाखेरि हामीलाई शिक्षाबाट वञ्चित गराइयो, आर्थिकबाट वञ्चित गराइयो, हरेक तौर तबका मानव अस्तित्व, मानव अधिकारहरूबाट वञ्चित गराइएको हुनाले आज हामी म को हो भन्ने कुरा पनि चिन्नै नसक्ने अवस्थामा पुगिएको छ, पुर्याएको छ। र आजको यो अवस्था किन यो भयो भन्दाखेरि आज हाम्रो मुलुक किन यो दर्दनाक अवस्थामा डुब्दैछ भन्दाखेरि यो देशको शासक भनौँदाहरू गलत भइदिएको कारणले गर्दाखेरि आज हाम्रो देश डुबिरहेको छ र हामी बेचिरहेको छौँ। आज देश बचाऊ, राजा आओ देश बचाऊ भनेर रोडमा खुर्लिरहेको छ। हेर्नुहोस् त, आन्दोलन गर्दाखेरि देश बच्छ, बिस्कुटे बिहारे अर्काले बनाएर दुःखले बनाएको दोकान फोरेर चाउचाउ बिहारहरू बोकेर यो देश परिवर्तन हुन्छ। अनि लुटेराहरूले देश बनाउँछ। राजाको गति तपाईहरूलाई कतिलाई थाहा छ? राजाको इतिहास अलिकति फर्केर हेर्नुभयो भने, कोट्याएर अध्ययन गर्नुभयो भने राजाको इतिहास भनेको एकतन्त्रिक शासन हो, जसले गर्दा मैले मेरो श्रीमती पनि भन्नु नपाउने अवस्थाहरू थियो, मैले मेरो चेली भन्नु पनि नपाउने अवस्थाहरू थियो। त्यस कारणले राजा आओ देश बचाऊ होइन, अब मङ्गोल आओ देश बचाऊ भनेर हामी अगाडि बढ्नुपर्छ। अब यो देशको शासकहरूले मङ्गोल नेसनल अर्गनाइजेसनबाट राजनीति गर्नु सिक्नुपर्छ। किन सिक्नुपर्छ भने आज मङ्गोल नेसनल अर्गनाइजेसन 36औं वर्ष पुगिसक्यो स्थापना भएको, तर आज एउटा ढुङ्गा हालेको छैन, एउटा साइकल फुटाएको छैन। साम्यन्त भएर देशको नागरिकहरूलाई चेतनामूलक बनाएर मात्र देश बन्छ भनेर साम्यन्त अपनाएर मङ्गोल नेसनल अर्गनाइजेसन अगाडि बढिरहेको छ। तर आज हेर्नुहोस् त, जति पनि सत्तामा रहेका एमाले, नेपाली काङ्ग्रेस, माओवादी हरेक पार्टीहरू 106वटा पार्टीमा मङ्गोल नेसनल अर्गनाइजेसन एक गर्दा 105वटा पार्टीहरू सबै ढुङ्गा मुढा पुल मान्छेको ज्यान लिएर
पुगेका हुन्। हिजो अस्ति पनि राजाको आन्दोलन गर्दाखेरि 2 जना हाम्रो दाजुभाइहरूको ज्यान गएको छ। ज्यान चान्सुने कुरा हो, ज्यान लिनु भनेको। हामी मर्दैछौँ थाहा छैन, हामीलाई जसले यो अवस्थामा पुर्यायो त्यसैलाई सुमसुमाउँदै हामी अगाडि बढिरहेका छौँ। र हिजो पहिलो केराबारी गाउँ सभा अधिवेशनमा मैले यही स्टेजमा भनेको थिएँ, मलाई राम्रोसँग थाहा छ। म यहाँ आएको, म मङ्गोल नेसनल अर्गनाइजेसनमा आएको नेता बन्नलाई होइन, म यहाँ आएको स्वार्थको निम्ति होइन, म यहाँ आएको पैसा कमाउनको निम्ति, 3 करोड नेपाली जनतालाई ढाँट्नको निम्ति होइन। म यहाँ आएको हरेक कुनाबाट नेता जन्माउनुको लागि म आएको हो भनेर हिजो पनि मैले बोलेको थिएँ। र अब जन्मिँदैछ यो देशको शासकहरूलाई तह लाउने, यो देशलाई एउटा नमुनाको राष्ट्र, समृद्ध देश बनाएर फुलाएर नेताहरू अब जन्मिँदैछ। त्यस कारणले गर्दाखेरि म मङ्गोल नेसनल अर्गनाइजेसनभित्र सङ्गठनमा आबद्ध भएको, म मङ्गोल नेसनल अर्गनाइजेसन सङ्गठनभित्र आबद्ध भएको 3.5 वर्ष हुँदैछ। अध्ययन गर्नुहोस्, मङ्गोल नेसनल अर्गनाइजेसनले किन यस्तो दुःख गर्दैछ अध्ययन गर्नुहोस्। हेर्नुहोस्, अघि 6-7 वर्षको हाम्रो नानीले कति राम्रो गीत गाउनु भयो, यो उदाहरण होइन। नानीले आफै जानेर आउनुभएको त होइन नि, सिक्दा र सिकाउँदाखेरि हुन्छ भन्ने कुरा एक त उदाहरण दिएर जानु भइसक्यो हाम्रो नानीले। त्यस कारणले गर्दा म धेरै बोल्न चाहन्न, समय छैन। फेरि पनि केराबारी गाउँ सभामा जति जनाको सङ्गठन तयार भएको छ, यो सङ्गठनले आफ्नो काँधमा रहेको जुवालाई कहिले पनि नफालिकन त्यो पुर्खाहरूदेखि 466 वर्षसम्म हामीलाई दास बनाएर राख्नेहरूलाई नफालीसम्म त्यो लागेको जुवा फ्याँक्ने होइन, त्यो लागेको जुवालाई सजाएर कसरी अगाडि बढ्ने तपाईँहरूको जिम्मेवारी हो भन्दै तपाईँहरूको सफल कार्यकालको मुरी शुभकामना दिँदै परेको खण्डमा तपाईँहरूको अगाडि यो गर्दन हाजिर छ भन्दै